इलामले पहाडकी रानीको उपमा पाएको छ। प्राकृतिक रूपमा निकै सुन्दर छ यो ठाउँ। चियाका बगानहरू निकै नै मनमोहक छन्। बिस्तारै चियाको पहिचानसँगै जलविद्युतमा पनि थप एउटा नयाँ परिचय बनाउने क्रममा छ इलाम। इलाममा हालसम्म 2वटा जलविद्युत केन्द्रहरू सञ्चालनमा छन् भने थप 2वटा जलविद्युत आयोजनाहरू निर्माणाधीन अवस्थामा छन्। नेपाल विद्युत प्राधिकरणको पुवा जलविद्युत केन्द्र र निजी स्तरबाट बनाइएको माई जलविद्युत केन्द्रले हाल विद्युत उत्पादन गरिरहेका छन्। 15.6 मेगावाट र 10 मेगावाट क्षमताका 2वटा जलविद्युत आयोजनाहरू पनि माई बेसिनमा निर्माणाधीन अवस्थामा छन्। अहिले इलामको दक्षिणी भाग दानाबारी र चिसापानीमा सानीमा हाइड्रो पावर प्रणालीले 15.6 मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। गैरावासीय नेपालीहरूद्वारा प्रवर्धित सानीमाले यसअघि सिन्धुपाल्चोकमा 2.5 मेगावाट क्षमताको सुनकोशीको निर्माण सम्पन्न गरेको थियो। माई जलविद्युत आयोजनाको निर्माण अहिले निकै नै तीव्र गतिमा अघि बढिरहेको देख्न सकिन्छ। निश्चित रूपमा यस आयोजनाको काम साँच्चै नै तीव्र गतिमा अहिले चाहिँ भइरहेको छ र यो हामीले अहिलेसम्मको अवस्था हेर्दाखेरि हाम्रो 2.2 किलोमिटरको टनलको स्थितिमा अहिले 300 मिटर टनल हामीले चाहिँ छेडिसकेका छौँ दुईपट्टिबाट। त्यस्तै गरेर एप्रोच कल्भर्ट पनि हामीले निकै नै निर्माण गरिसकेका छौँ र टेललेस कल्भर्ट गरिरहेको छौँ र सर स्याफ्टको पनि खन्ने काम भइरहेको छ। 5वटा फ्रन्टमा अहिले चाहिँ काम भइरहेको छ र यसको निर्माणको तीव्रतालाई हेर्दाखेरि चाहिँ हामी समयमै काम चाहिँ सम्पन्न गर्न सक्छौँ भन्ने चाहिँ यसले पुरा एउटा चाहिँ हामीलाई चाहिँ आत्मविश्वास चाहिँ बढिरहेको छ। काम सुरु भएको करिब 8 महिनाको यो बीचमा सबैभन्दा तीव्र गतिमा सुरुङ निर्माणको काम अघि बढेको छ। यो आयोजनामा 2120 मिटर लामो सुरुङको निर्माण हुनेछ। अहिले आयोजनाको इनलेट र आउटलेट दुवैतिरबाट सुरुङ निर्माणको काम अघि बढिरहेको छ। हिमाल हाइड्रोले यो जलविद्युत आयोजनाको सम्पूर्ण सिभिल ओक्सको जिम्मा पाएको छ। सुरुङमा अहिलेसम्म 300 मिटर सुरुङ खनेको छ दुईतिर अनि हाम्रो सर्ट साफ पनि यो थारा सुरुङ बनेको त्यो पनि सुरु भएको छ। अनि यो साइडमा हाम्रो छेउमा तपाईँले मेरो पछाडि देख्न सक्नुहुन्छ त्यो हेडरेस्ट कल्भर्ट पनि सुरु भएको छ। लगभग 300 मिटर हामी खनेको छ अनि त्यसका अनि अब चाहिँ बर्खा सकेकोले यो बिल्डिङ सिजन आयो त्यसकारण हामी हेडवर्क्सतिर पनि काम सुरु हुन थाल्छ। सिभिल ओक्स अन्तर्गत हिमाल हाइड्रोले सुरुङ निर्माणलाई पहिलो प्राथमिकतामा राखी काम अघि बढाएको देख्न सकिन्छ। यहाँ सिभिल ओक्स अन्तर्गत सबैभन्दा जोखिमपूर्ण र जटिल काम मानिन्छ सुरुङ निर्माण। पहिलोचोटि हामी सिभिल लेकमा काम गरेको हो। अर्को ठाउँमा त्यो काराडुङ्गामा सुरुङ खनेको छ त्यसकारण त्यो नयाँ अनुभव हामीलाई हुन्छ त्यो सिभिल लेकमा सुरुङ खन्ने काम। तर अहिले चाहिँ ठिकै छ हाम्रो तरिका त पहिला जस्तो छ तर खास त्यो ढुङ्गा अलि खम्लो हुन्छ अनि त्यो नरमको ढुङ्गा भएकोले हाम्रो काम अलि ढिलो हुन सक्छ किनभने त्यो नरम भएकोले त्यो ढुङ्गा खस्न सजिलो हुन सक्छ त्यसकारण हामी होसियारले काम गर्न सक्छौँ। माई जलविद्युत आयोजनाको यो हेडवर्क्स एरिया यो स्थानमा 3वटा च्याम्बर रहने गरी इन्टेकको निर्माण हुनेछ। इन्टेक क्यानल 81 मिटर लम्बाइ र 9 मिटर चौडाइको रहनेछ भने यसको उचाइ 5.1 मिटर रहनेछ। दर्शकवृन्द यो आयोजनाको हेडवर्क्स रहने स्थानमा यतिखेर हामी छौँ र हेडवर्क्समा पनि तपाईँहरू देखिरहनु भएको छ निकै नै तीव्र गतिमा यसका निर्माण कार्यहरू अगाडि बढिरहेका छन्। र अहिले जुन स्थानमा म उभिरहेको छु यो स्थानभन्दा पछाडि भने यहाँ बाँध रहन्छ र यो बाँध रहने स्थानमा पनि कामहरू निरन्तर रूपमा अघि बढिरहेका छन्। आयोजनाको यो सेटलिङ बेसिन रहने स्थान 6.4 मिटर उचाइ र 75 मिटर लम्बाइ रहने 4वटा सेटलिङ बेसिन यो स्थानमा रहनेछन्। सेटलिङ बेसिनबाट हेडरेस्ट कल्भर्ट सुरु हुन्छ।
माई जलविद्युत आयोजनाको हेडरेस्ट कल्भर्ट 1077 मिटर लामो रहनेछ। अहिले आयोजनाको हेडरेस्ट कल्भर्टको निर्माण पनि सुरु भइसकेको छ। कल्भर्टबाट आउने पानीलाई इनलेट टनेल मार्फत आउटलेट हुँदै सर्च साफ्टसम्म पुर्याइन्छ। अहिले हामी यो सुरुङ बनिरहेको ठाउँमा छौँ र अहिलेको यो सुरुङ निर्माणको अवस्था हेर्दाखेरि लगभग 200 मिटर सुरुङ निर्माण भइसकेको छ र हिमाल हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन प्रणालीले यो सुरुङको निर्माण कार्यलाई निकै नै तीव्रताका साथ अगाडि बढाइरहेको छ। आयोजनाको यो सर्च साफ्ट रहने स्थान 28.2 मिटर उचाइ र 8 मिटर डायमिटर भएको सर्च साफ्टबाट पेनिस्टक हुँदै पानी पावर हाउससम्म पुगी आयोजनाबाट 15.6 मेगावाट विद्युत उत्पादन हुनेछ। 355 मिटर लामो पेनिस्टक पाइप पावर हाउससम्म जडान हुनेछ। माई जलविद्युत आयोजनाको यो पावर हाउस रहने स्थान। यो पावर हाउस भित्र 7.8 मेगावाट क्षमताका 2वटा फ्रान्सिस टर्बाइनहरू जडान हुनेछन्। आगामी दिनमा सबभन्दा पहिले ड्याम साइटमा बढी ठुलो मात्रामा कङ्क्रिट हुने हुनाले ड्याम साइटको कङ्क्रिटलाई अथवा मुख्य प्राथमिकता दिएको छ। त्यसै गरी यो जुन यो टनेलमा अहिले यो गुनमुनीमा एउटा आर्मी फेसिलिटी हामी आर्मी क्याम्पहरू राखिसकेको हुनाले यहाँ अहिले 24 आवर्स काम भइरहेको छ। त्यसैले अहिले हामी रात दिन अथवा रातभर र 20 भर यहाँ 2 सिफ्टमा काम गर्छौँ, जसले गर्दा पर डे 6 मिटर, जसको कारणले हामी 30 देखि 40 मिटर पर हप्ता चाहिँ प्रोग्रेस लिने टार्गेटमा छ। यसैले 1.5 वर्षमै यो टनेललाई ब्रेक थ्रु गर्ने टार्गेट छ। त्यसै गरी आउने फेब्रुअरी नोभेम्बर डिसेम्बरदेखि हाम्रो पावर हाउसको पनि इस्टाब्लिसन प्लानिङहरू गर्ने प्लानिङ छ। त्यसैले आउँदा 2 सिजनहरू हाम्रो लागि धेरै नै च्यालेन्जिङ छन् र हाम्रो लागि 850 दिन मात्र अब अगाडि छ। त्यसैले हामीले त्यो दिनभित्रको लागि मास्टर प्लान बनाइरहेका छौँ। 121.6 मिटर क्रस हेड रहेको माई जलविद्युत आयोजनाको अनुमानित लागत 2 अर्ब 65 करोड रहेको छ। 4 वर्षको अवधिमा निर्माण सम्पन्न गराउने उद्देश्यका साथ यो आयोजनाको निर्माणलाई अहिले तीव्रता दिइएको छ। 15.6 मेगावाटमा अहिले हामीले निर्माण सुरु गरे तापनि यसको चाहिँ Q40 सम्म नेपाल राज्यको विद्युत प्राधिकरणको नियमअनुसार चाहिँ Q40 डिजाइन डिस्चार्जसम्म यसलाई चाहिँ क्षमता चाहिँ डिजाइन गर्न सक्ने भएको हुनाले अहिले हामीले यसको क्षमतालाई चाहिँ अपग्रेड गरेर Q40 मा 22 मेगावाट को आयोजना बनाउँदैछौँ। यो त्यही अनुसारकै अहिले हामीले डिजाइन परिवर्तन गरेर निर्माण चाहिँ त्यही अनुसार भइरहेको छ हैन। र त्यो 22 मेगावाटको आयोजनाले नेपालको 650 मेगावाटको सिस्टममा राम्रै किसिमको योगदान पुर्याउँछ भन्ने चाहिँ मलाई विश्वास छ। माई जलविद्युत आयोजनाको निर्माण सुरुसँगै यो क्षेत्रमा निकै परिवर्तनहरू देखा परेका छन्। आयोजना प्रभावित 2वटा गाविसहरूमा आयोजनाले निकै लगानी समेत गरेको छ। यस क्षेत्रमा अहिले सडकको पहुँच विस्तार भएको छ। इलामकै दुर्गम क्षेत्रमा गनिने यी गाविसहरूमा अहिले आर्थिक क्रियाकलापहरू बन्न थालेका छन्। आयोजनामा स्थानीय जनताहरूलाई प्रत्यक्ष रोजगारीको अवसर दिइएको छ। स्थानीय बासिन्दा र प्रवर्धक कम्पनी बीचको आपसी समन्वयकै कारण आयोजना बिना अवरोध अघि बढिरहेको छ। स्थानीय जनताकै साथ र सहयोगकै कारण आयोजना समयमै र तोकिएकै लागतमा सम्पन्न गराउने अठोट प्रवर्धक कम्पनीको छ। यहाँसम्म आउनलाई बाटोघाटोको अलि समस्या थियो अथवा बाटोघाटो धेरै लामो दूरीबाट आउनु पर्थ्यो। आयोजना आइसकेपछि जुन पावर हाउसबाट ड्याम साइडसम्म एउटा सर्ट रुट जुन 5 किलोमिटर पछि यो प्रोजेक्टको अपरेसनको लागि हुने रोड पनि बनाइयो, जो अहिले बर्खायाममा पनि आयोजनाले प्रयोगमा ल्याइरहेको छ। त्यसैले बिर्तामोडदेखि यहाँसम्म गाडीहरू प्रायः जसो जुन कुनै अवस्थामा पनि आइरहेका छन्। त्यसमा गाउँलेहरूले पनि अब लोकल लेभलमा बसहरू फेसिलिटी गर्नुभएको छ अथवा ट्रान्सपोर्टेसन फेसिलिटी गर्नुभएको छ। त्यो बाहेक यहाँ प्रोजेक्ट आएको हिसाबले यहाँ हाम्रा जुन EIA का पार्टहरू जुन खानेपानी त्यसै गरी बिजुलीहरू पनि लोकल लेभलमा
उपलब्ध गराउन सकिएको छ। अहिलेको यो लोकल लेभलले आफ्नो योग र क्षमता अनुसार यो आयोजनामा रोजगार पाएका छन्। आफ्नो योग्यता अनुसार उनीहरूको आर्थिक अवस्था अहिले पहिलेभन्दा राम्रो देखिन्छ। नेपाली जलविद्युत क्षेत्रमा गैर आवासीय नेपालीहरूको सहभागितालाई अझ फराकिलो बनाउनु पर्ने अहिलेको अवस्थामा माई जलविद्युत आयोजनाको तीव्र निर्माणको खबर सबैका लागि सुखद विषय त अवश्य नै हो, तर पनि चुनौती अझ धेरै छन्। जलविद्युतमा हुने लगानीको उचित प्रतिफल, लगानी मैत्री वातावरणको निर्माण लगायतका धेरै पक्षहरूलाई राज्यले अझै सम्बोधन गर्न सकिरहेको छैन। यही मारमा अहिले निर्माणाधीन आयोजनाहरू पनि परेका छन्, जसबाट माई पनि अछुतो रहने त कुरै भएन। अहिले जुन किसिमले मार्केटमा चाहिँ ब्याङ्कको ब्याज दर बढिरहेको छ होइन, र जुन किसिमले चाहिँ सामानको भाउहरू, कन्स्ट्रक्सन मेटेरियलको भाउहरू बढिरहेको छ, यो चाहिँ हाम्रो लागि एउटा ठुलो चुनौतीको विषय हो। यसले चाहिँ हामीलाई चाहिँ के एउटा चाहिँ शङ्का उत्पन्न गराएको छ भन्दाखेरि हामीले निर्माण गरेर सकाउने बेलासम्म चाहिँ यसको प्राइस चाहिँ मूल्य चाहिँ बढेर निकै चाहिँ हामीले धान्न नसक्ने किसिमले बढ्ने हो कि भन्ने चाहिँ एउटा हाम्रो चाहिँ एउटा चाहिँ मुख्य चाहिँ एउटा चाहिँ विषयवस्तु चाहिँ अहिले भएको छ। त्यो चाहिँ हाम्रो मुख्य एउटा चुनौतीको विषय रहेको छ। र अन्य कुराहरूमा अब हामीले चाहिँ समयमा चाहिँ भोलि हामीले चाहिँ अब निर्माण सामग्रीहरू पनि नेपालमा चाहिँ विभिन्न अवस्थामा सर्टेजहरू हुन्छन् होइन, विभिन्न अवस्थामा डिजलको सर्टेजहरू भइरहेको अवस्थाहरू हुन्छ र त्यसको प्राइसहरू बढिरहेको अवस्थाहरू छ। यो चाहिँ हाम्रो मुख्य चुनौती हो। र अब अन्य भनेको अब टेक्निकली प्राविधिक रूपमा पनि केही चुनौतीहरू छन्, किनभने हामीले शिवालिकमा चुरेमा हामीले चाहिँ टनल खनिरहेको छौँ होइन, र चुरे र शिवालिकको जियोलोजी चाहिँ त्यति राम्रो जियोलोजी मानिँदैन र हामीले त्यो सामना पनि गर्नुपर्ने अवस्थाहरू चाहिँ आउँछन् भन्ने चाहिँ मलाई लाग्दछ। जे होस्, अहिलेको प्रतिकूल परिस्थितिको बावजुद पनि यो आयोजनाको निर्माण तीव्र गतिमा अघि बढिरहेको छ। आयोजनालाई समयमै र तोकिएकै लागतमा निर्माण हुने माहौल बनाउनु आवश्यक छ। निर्माणाधीन आयोजनाहरूले हाल भोगिरहेका समस्याहरूलाई तत्काल राज्यले सम्बोधन गर्न सक्नुपर्दछ। राष्ट्र चरम ऊर्जा सङ्कटबाट गुजिरहेको अहिलेको अवस्थामा जलविद्युत आयोजनाहरू नै ऊर्जा सङ्कट समाधानका विकल्प हुन्। त्यसमाथि यो आयोजनाको सफल निर्माणसँग गैर आवासीय नेपालीहरूको जलविद्युतमा लगानीको विषय पनि प्रत्यक्ष रूपमा जोडिएर आएको छ। यो आयोजनालाई सफलतापूर्वक निर्माण सम्पन्न गराउन सकिएमा एउटा सकारात्मक सन्देश प्रवाह गराउन सकिनेछ समग्र गैर आवासीय नेपालीहरूमाझ, जसले भोलिका दिनहरूमा नेपाली जलविद्युत क्षेत्रमा बृहत लगानीको ढोका खुलाउन अहम भूमिका खेल्न सक्नेछ।